20,500 भएको छ दिदी मैले एउटा दुईटा लुङ्गी चाहिँ थप्दिएको छु 20,500 ल ठिक छ दुःख नमान्नु ल यस्तो छ कि दुईटा फ्रीमा दिएँ नि त मैले दुईटा फ्री नदिएपछि तपाईँलाई 1000 रुपियाँ छुट भइहाल्थ्यो रुकुमदेखि टिकटकहरू आएको रे यति धेरै लुङ्गी लग्नु भएको छ सबै मिलाएर लगाइदिएको छु रेट हेरमै कति हजारको लग्नुहुन्छ यो कति 5 पिस भयो यो 5 पिस यो 5 पिस अनि यो 5 पिस तीनवटा हुन्छ 15 र 5 20 भयो नि 20 अनि 23 26 29 30 32 32 र 3 35 35 र 6 41 41 पिसको कति हुन्छ 41 पिसको सबै मैले 500 को दर लगाइदिन्छु है 500 × 41 भनेपछि 40 पिसको 20,500 20,500 को सामान भएको छ दिदी है 20,000 को 500 को कपडा लग्दाखेरि चाहिँ मैले दुईटा लुङ्गी दिन लाग्छ है कस्तो कस्तो दिन्छु हेर्नु होला है दिदी लुङ्गीहरू त यही नै छ त यिनीहरू लग्नुहोस् है यति दिन्छ दुईटा छन् त्यसमा दुईटा छन् दिनुहोस् एकैछिन है त्यो राख्नु त यहाँले 20,500 को कपडा लग्नु हो हाम्रो दिदीहरू चाहिँ रुकुमबाट आएर 20,500 को लुङ्गी किन्नु भएको छ हाम्रो पसलमा आएर दिदी तपाईँहरू कहाँबाट आउनुभयो कसरी थाहा पाउनुभयो यहाँ रुकुमदेखि आउनुभयो ए त्यसो भए त मैले दुईटा चाहिँ हाल्दैछु दिदी है सबै 500 को दर लगाइदिएको छु तपाईँको होइन राखिदिन्छु नि तर अर्कोचोटि अलिक यस्तै तपाईँहरू चाहिँ धेरै धेरै कपडा किन्ने मान्छे यहाँ पठाउनु होला दुईटा मात्र होइन 3-4 वटा दिनलाई के भयो त है अर्कोमा राख्ने अहिले उति मिलाउनु होला है म हालिदिन्छु प्लास्टिक राम्रो भएन अलि बलियो गरिदिउँ ल अहिले नाटिदिनुहोस् अलि बलियो गरिदिउँ ल सबै एउटै ठाउँमा राखिदिउँ प्लास्टिक अलि राम्रो राख्नु पर्ने प्लास्टिक बलियो छ नि हेर्दा सानो सानो छ तर बलियो चाहिँ बलियो छ फेरि बलियो छ दुईटा लुङ्गी नदिनु भयो त ताबेल लगाउनु न बरु चारवटा ताबेल ताबेल लगाउनुहोस् चारवटै ताबेल लगाउनुहोस् बरु हेर्नु सबै सामान राखिदिएको छु सुर्ता छैन मैले फेरि अहिले त्यो भन्नु होला प्लास्टिक डबल छ दिदी छुट्दैन यत्रो छ होइन डबलै छ दिदी डबलै छ